बर्खा लागेपछि त फेरि त्यो कुन्छ नि त हाम्रो चाहिँ त्यो हो हजुर हामीलाई चाहिँ बरु गाडी नकुदोस् होइन हामी त यहाँबाट त घर त जान्छौँ तर हामीलाई यस्तै उयो हुन्छ नि सानो अब पक्कावाला पुलै छ भने त हामी हिँड्नु सक्छौँ नि त अहिले हेर्नु त अब कोही अब हाम्रै मम्मीहरू हेर्दा त यङै अब सक्दैन त्यही पुलमा पनि हिँड्नु डराउँछ पक्रै मलाई भन्छ होइन अब त्यसरी पक्रेर कति दिन ल्याउनु अन्त मैले त्यही भन्नु चाहेको कि हाम्रो चाहिँ बरु होस् बरु बाटो गाडी नगयोस् घरसम्म यहाँबाट जान्छु दुःखै गयो तर सानो पुल चाहिँ बनाइदिनु हाम्रो लागि हजुर योपट्टि अन्त पल्लोपट्टि पनि सानै छ पल्लो बगाएर तल पुगेको थियो होइन हाम्रो मामाहरूले कोपहरूले फेरि ल्याएर उचालेर ल्याएर फेरि राखेको नि त त्यो फेरि अब कोहीले काटी किनिदिने रुखहरू दिन्छ अन्त त्यही दिएर अब कति दिन अरूले पनि रुख दिन्छ भन्नु त अहिले त रुख दिनै मान्दैन अन्त त्यो रुख दिएर पनि कति दिन त्यो बनाएर हिँड्छ होइन बरु हामीलाई चाहिँ बरु हिँड्ने पुल बरु गाडी नजाओस् हिँड्ने पुल चाहिँ राम्रो हो खोलाबाट हिँड्नेछौँ त्यहाँ मैला हुन्छ अब बर्खा लागेपछि त कस्तो पानी आउँछ त्यहाँ खोलामा कस्तो पानी आउँछ नि त अनि त्यही भएर चाहिँ हामीलाई बरु हिँड्ने पुल चाहिँ राम्रो होस् त्यही भनेको मैले चाहिँ अब तपाईँ आउनु भएको छ भनेर चाहिँ मैले हिजो सुनेको थिएँ अनि चाहिँ मैले मम्मीले अब मेरो त फोन स्विच अफ थियो अन्त आन्टीलाई फोन कराउनु भयो चाहिँ मैले एकपल्ट गएर त्यहाँ भन्छु भनेर अब मलाई चाहिँ यो मैले तपाईँलाई पनि भिडियो हाल्नु त हालेको छु सोसियल मिडियामा तर अब म त सोचेको थिइनँ हाल्छु भनेर अब हाल्नु एकदम मजबुर भयो त्यहाँ अब हिँड्नै त सक्दैन अन्त अब नानीहरू कस्तो दोकानहरू आयो भने पनि हुँदैन हो अन्त मैले चाहिँ भनेको त्यहाँ चाहिँ बरु हाम्रो बरु होस् बरु हामी चाहिँ त्यो गाडी नकुदोस् हामीलाई हिँड्नु सुविस्ता होस् भनेको नि एकछिन हेरिदिनुहोस् न एकपल्ट अवस्था चाहिँ अस्ति नै पोहोर पनि मान्छे झरेको हुनु त अब त्यो मान्छेलाई त केही भएन न पनि अस्ति नै फेरि मान्छे हिँड्दै भाग्थ्यो हजुर यस्तै छ भने पनि होइन अलिक पक्का हुन्छ नि त हजुर अब यो हेर्नुहोस् त हाम्रो अवस्था यस्तो भएर हेर्नुहोस् हामी अहिले यहाँबाट हिँड्दैछौँ अब यो पानी यत्तिकै कन्टिन्यू आयो भने त यहाँबाट पनि हिँड्नु सक्दैनौँ अनि के जानु पऱ्यो हामी उकालोबाट आउनु पर्छ पुरा घुमेर यस्तो छ अवस्था अब गहिरो पनि यस्तो छ अब उयसकोहरू दिनु त दिन्छ सबै मिलेर होइन सबले मिलेर ल्याउँछ फेरि पानी आएको आएको भने त यो त कुहिहाल्छ अन्त यहाँ लड्यो भने त हात खुट्टा भाँचिन्छ जिम्मा त कहिले लिँदैन त्यतिखेर अन्त म त यही भएको यो चाहिँ अब पल्लो पनि सानो छ पानी माथिबाट पुग्छ पुल माथिबाट बर्खा भएपछि होइन त्यहाँबाट पनि त्यो पुल बगाएर ऊ तल लान्छ फेरि टिप्यो ल्यायो फेरि राख्यो हिँड्यो अब यो चाहिँ भएको अब यो बनिसकेकै छैन अब यो त बनिनु त के अब यसको त अवस्था एकदम खराबै भइरहेको छ हामीलाई त यत्रो भए पनि राम्रो पुल हाल्यो भने त हामी हिँड्नु सक्छौँ नि त त्यही भन्नु चाहेको मैले चाहिँ होइन पक्का चाहिँ होस् पुल चाहिँ होइन बरु अहिले फिलहाल अब गाडी हामीलाई घरैसम्म जाने त्यो हामीलाई चाहिएन नि अब हिँड्नु चाहिँ हामीलाई राम्रो भयो भने त भइगयो भन्नुलाई नि मैले यो यस्तो डरलाग्दो भइरहेको छ अब यो धुप्पीकोहरू दिन्छ धुप्पीकोहरू नि यसरी कुन्छ हो अन्त अब यो कुन्छ यस्तो धराप हुन्छ अब टेक्नु पनि यसमा अब टेक्नु पनि डर मर्दो हुन्छ नि अब बोजूहरू त हिँड्यो नि मलाई पक्राइ भन्छ हो नानीहरू आउँछ आज हाम्रो गाउँमा पञ्चायत प्रधान श्री समीर कार्कीज्यू आउनुभएको थियो होइन यो पुलको अवस्था त अस्ति तपाईँहरूले देखिसक्नु भएको छ र आज सरलाई लिएर आएर चाहिँ मैले यो पुलको यो अवस्था देखाएको छु यो चाहिँ यस्तो भइसकेको अवस्था सरले हेरिसक्नु भएको छ र सरले पनि एउटा भन्नुभएको छ कि सरले के भन्नुभएको छ भन्दामा सरले यो जुन पुलको थियो यो चाहिँ पञ्चायतमा हालिसक्नु भएको छ अरे यो स्किम चाहिँ तर पञ्चायतबाट ढिलो हुन्छ तर सरले चाहिँ एउटा वचन दिनुभएको छ कि यो जुन दुईवटा पुल चाहिँ छ दुईवटा पुल चाहिँ एउटा सानो पक्का पुल बनाइदिन्छु जो मान्छेलाई हिँड्नु चाहिँ सुविस्ता होस् भनेर सरले एउटा वचन दिनुभएको छ होइन यो वचनमा चाहिँ म एकदम आशा राख्दछु सरको वचनमा कि यो हाम्रो जुन यो दुईवटा पुलको यस्तो अवस्था चाहिँ राम्रो होस् भनेर